आजको बदलिदो जीवनशैली र खानपानको कारण धेरै मानिसहरू युरिक एसिडबाट पीडित छन्। त्यसैले आज हामी युरिक एसिड के हो, कसरी हुन्छ र यसबाट कस्ता समस्याहरू देखा पर्छन् भन्ने विषयमा कुरा गर्नेछौँ। युरिक एसिड भनेको हाम्रो शरीरमा प्युरिन भन्ने एउटा पदार्थ टुक्रिएर बन्ने केमिकल हो। सामान्यतया युरिक एसिडलाई किडनीले फिल्टर गरेर बाहिर निकाल्ने गर्छ, तर कारणवश अत्याधिक मात्रामा युरिक एसिड बन्यो वा किडनीले राम्रोसँग फिल्टर गर्न सकेन र बाहिर निकाल्न सकेन भने हाम्रो रगतमा युरिक एसिडको मात्रा बढ्छ। अब कुरा गरौँ हाम्रो रगतमा युरिक एसिडको मात्रा कसरी बढ्छ त, के कारणले गर्दा बढ्छ। एउटा कारण वंशाणुगत कारण, परिवारमा यदि कसैलाई भएको छ भने वंशाणुगत रूपमा सर्छ। र अर्को मुख्य कारण भनेको हाम्रो जीवनशैली, हाम्रो लाइफस्टाइलको कारणले युरिक एसिड बढ्छ रगतमा। जस्तै हामीले हाम्रो दैनिक जीवनमा खाने खानेकुराहरूमा प्युरिन अत्याधिक भएको खानेकुराहरू जस्तै कलेजो, रातो मासु, सी फुड, दाल, चनामा अत्याधिक प्रोटिन भएको खानेकुराहरू पनि सीमित भन्दा बढी खायौँ भने रगतमा युरिक एसिड बढ्छ। अर्को कारण भनेको हाम्रो मोटोपना अथवा निष्क्रियताको कारण तौल बढे सँगसँगै युरिक एसिड पनि बढ्छ। त्यस्तै गरेर प्रशस्त मात्रामा पानी नपिउनाले युरिक एसिड रगतमा बढ्छ। त्यस्तै गरेर अत्याधिक मदिरा सेवन, विशेष गरेर बियर सेवन गर्नाले शरीरमा युरिक एसिडको मात्रा बढ्छ। र कुनै औषधिहरूले गर्दाखेरि पनि रगतमा युरिक एसिड बढ्छ र कुनै स्वास्थ्य समस्याहरू, ब्लड प्रेसर हाई भयो भने, चिनी रोग लाग्यो भने र कुनै किडनी समस्याहरू भयो भने युरिक एसिड बढ्ने सम्भावना धेरै हुन्छ। युरिक एसिड बढ्दा सबैजनामा लक्षणहरू देखिँदैनन्, तर सामान्यतया निम्न लक्षणहरू देखिन्छन्। खुट्टाको ठुलो औला दुख्ने, जोर्नी सुनिने वा रातो हुने, अचानक विशेष गरेर राति धेरै दुखाइ बढ्ने, बिहान उठ्दा जोर्नी कडा हुने, हिडडुल गर्न गाह्रो हुने, किडनी स्टोन हुने सम्भावना धेरै हुन्छ। युरिक एसिड नियन्त्रणका उपायहरूमा विशेष गरेर खानपानमा ध्यान दिने, जस्तै धेरै प्युरिन भएको खानेकुराहरू, कलेजो, रातो मासु, चना, सी फुड, अत्याधिक मात्रामा प्रोटिन पाइने खानेकुराहरू सीमित मात्रामा खाने, हरियो साग सब्जीहरू प्रशस्त मात्रामा खाने, पानी प्रशस्त मात्रामा पिउने, दिनमा 2.5 देखि 3 लिटरसम्म पानी पिउने, जसको कारणले युरिक एसिड पिसाब मार्फत बाहिर निस्किन मद्दत गर्छ। अर्को, सकेसम्म मदिरा सेवन नगर्ने र तौललाई नियन्त्रणमा राख्ने, ब्लड प्रेसरलाई नियन्त्रणमा राख्ने। घरेलु उपायले पूर्ण उपचार हुँदैन, त्यसैले समयमै चिकित्सकको सल्लाह लिनुपर्छ। यदि तपाईलाई युरिक एसिडको समस्या छ र समयमै डाक्टरलाई भेटेर सल्लाह लिनु भएन अथवा औषधि उपचार गर्नु भएन भने यसले पछि दीर्घकालीन समस्याहरू निम्ताउन सक्छ। त्यसैले समयमै सचेत बन्नुहोला।